नमस्ते साथीहरू। अहिले विभिन्न ठाउँमा चाहिँ अब रसुवा, धादिङ, त्रिशुली नदी अनि केरुङ के अरे कहाँ कहाँ अरे बाढी पहिरो गएर चाहिँ धेरै क्षति भइरहेछ। यो धेरै क्षति भएको कारणले चाहिँ अब यतिखेर चाहिँ राज्यले पनि सबै थोक बेहोर्न सक्छ जस्तै मलाई लागेन। त्यही भएको हुनाले तपाईँ हामी आफै अघि सरौँ है। मैले चाहिँ आज 1000 छुट्याएको छु है। 1000 त ठुलो रकम होइन, तर म के भन्न चाहन्छु भने मैले 1000 छुट्याएँ भने एउटा घरमा कमसेकम 4-5 र 6-7वटा चुलो त बल्छ होला नि। मैले प्रत्येक घर भने होइन, प्रत्येक चुलोबाट चाहिँ 1-1000 उठाएर चाहिँ सङ्कलन गर्नु पाएँ। यो रकमहरू चाहिँ थोरै थोरैबाट चाहिँ अलिक ठुलो भएको हुनाले बनाएर अनि हाम्रो शरीर हाम्रो लत्ता कपडाहरू होइन, अब कति हुन्छ तपाईँको 1-2 जोड 3 जोड यसो त कति सक्नुहुन्छ तपाईँहरूले के पनि सबै कनेक्सन गरेर चाहिँ हामीले चाहिँ राम्रो एउटा संस्था या मिडियालाई या सम्बन्धित ठाउँमा जुन अहिले बाढी पहिरो गएर चाहिँ अलिक एकदम नराम्रो विनाश भइरहेछ नि त, त्यो ठाउँमा चाहिँ सहयोग गर्नु पाए कस्तो होला जस्तो मलाई लागिरहेछ होइन। मलाई आशा छ तपाईँहरू सबैजनाले चाहिँ यो कदमलाई चाहिँ अघि सार्नु होला र सहयोग पनि गर्नु होला है। त्यो मलाई पनि सहयोग गर्नुहोस्, किनभने हामी मार्फतै अनि अलिकति गर्दा थोपा थोपा समुद्र बन्छ भन्छन्। त्यही भएको हुनाले हामीहरू सबैजना मिलेर चाहिँ त्यो ठाउँमा चाहिँ अलि पीडितहरूलाई चाहिँ अलिकति राहत होस्, पुर्याउनु सकोस् भन्ने चाहिँ मेरो चाहना। 1000 रुपियाँ ठुलो होइन, ठुलो रकम पनि राखेको छैन। तपाईँले सक्नुहुन्छ 500 दिनुभयो भने हुन्छ। तपाईँहरूले जम्मा गर्नुभएको दिनुभएको पैसा चाहिँ प्रत्येक नाम ठेगाना सबै लेखेर राखेको हुन्छ र पैसा त्यस्तै गरेर अलिक धेरै कलेक्सन भएपछि चाहिँ हामीले राम्रो मिडिया र राम्रो संस्थालाई चाहिँ जिम्मा दिएर चाहिँ यो ठाउँमा पुर्याइदिनुहोस् है भन्न सकिन्छ। किनभने अहिले राज्यको ढुकुटीमा यति विधि छैन, जतिसम्म मानव क्षति भएको छ, धन जनको क्षति भएको छ। अब कति मान्छेहरू भोकै होला, कति अब विपद त कति जम्मा भइसक्यो है। सरकारले पनि यतिजना मऱ्यो, यतिजना भेट्यो, यतिजना चाहिँ लावारिस भयो भनेर चाहिँ सरकारले पनि घोषणा गर्नु सकेको छैन अहिले, किनभने अचानक आएको चिज पऱ्यो नि त। त्यही भएर तपाईँहरू सबैजना मिलेर वस्तीमा हाँसेक गर्नु होला र यो भिडियो सेयर गर्नुहोस्, लाइक कमेन्ट गरिदिनु होला र सक्नुहुन्छ भने सहयोग गर्नु सुरु गरौँ है त। मैले चाहिँ 1000 सुरु गरेँ अनि पहिलो प्रथम मेरो नाम हुन्छ, त्यसपछि तपाईँहरूको कसले दिनुहुन्छ म सबैको नाम टिपेर राखेर ठाउँमा तपाईँहरू सबैलाई माझामा राखेर यसले खानलाई भन्नु खोज्नुभयो होला, खानलाई होइन, सबैको माझामा चाहिँ हामीले एउटा संस्थालाई बोलाएर जिम्मा दिन्छौँ कि त्यो ठाउँमा पुगाओस्। कोही भोकै नमरोस्, कोही नागरिकहरू भोकै नहोस्, नाङ्गाई नहोस्। तपाईँ हाम्रो दराजमा खात लुका छ, त्यहाँ बिचराहरूको आपत्ति लत्ता कपडा पनि छैन। त्यही भएको हुनाले यो काम चाहिँ अब हामी सुरु गरिहाल्यौँ। मैले चाहिँ आजै सुरु गरेँ, यहाँहरूले चाहिँ भोलिदेखि सुरु गर्न सक्नुहुन्छ है। हस्त, धन्यवाद।